हेलो हाई गाइस नमस्ते नमस्ते। आज चाहिँ एउटा भिडियो बनाउन गइराखेको छु हैन। यसो बाटोमा हिँड्दै मेरो मनमा कति कुराहरू उड्छ, आफै उत्तर दिन्छु, आफै सेलाउँछु हैन। त्यस्तै यो कुरो चाहिँ मैले अनि के बुझेको कुराहरू हैन सेयर गर्नै पर्छ भन्ने नियतले चाहिँ मैले आज छोटो भिडियो बनाउन गइराखेको छु हैन। सुन्नु होला हैन, भिडियो धेरै लामो बनाउँदिनँ, तर पनि कसैलाई यतिसम्म चाहिँ थाहा होस् भन्ने एउटा कन्सेप्टले गर्दाखेरि चाहिँ मैले एउटा भिडियो बनाइराखेको छु हैन, जुन क्रिप्टो करेन्सीको बारेमा। अब नेपालमा लिगल छ कि इलिगल छ कि भन्ने कुरामा त दुई मात्रै छैन। नेपालमा इलिगल छ भन्ने कुरा चाहिँ प्राय सबैले नै बुझिराखेको हुन्छ हैन। अनि यो क्रिप्टो करेन्सीको कारोबार गर्दा पक्रिन्छ, यो गर्छ त्यो गर्छ भन्ने कुराहरू पनि भइराखेको हुन्छ। हो, पक्रिन्छ, किन भन्दाखेरि नेपालमा नेपाल सरकारले क्रिप्टो करेन्सीलाई अवैध रूपमा घोषित गरेको छ। अब त्यसो भन्दै गर्दाखेरि अब थुप्रै अहिले विदेशमा उनीहरूले चाहिँ हामी विदेशमा उनीहरूले हैन यस्तो फ्री माइनिङ गर्ने प्लेटफर्महरू पाइराखेको हुन्छ, माइनिङ गरिराखेको हुन्छ, कोइनहरू पाइराखेको हुन्छ। अब त्यो कोइनहरू के गर्ने होला, कसो गर्ने होला भन्ने खालको चिन्ता पनि हुन्छ। त्यो विषयमा चाहिँ म दोस्रो भिडियो बनाउँछु, यदि तपाईहरुलाई बनाउनुहोस् भन्नुहुन्छ भने। अहिले चाहिँ त्यही लिगल र इलिगलको बारेमा म पनि त्यस्तो विज्ञ व्यक्ति त हैन, विज्ञ व्यक्ति नभए तापनि थोरै मैले बुझेको कुरा चाहिँ तपाईहरुलाई बुझाउँछु है। यो कुनै फाइनेन्शियल एडभाइस चाहिँ होइन है, एउटा यसलाई चाहिँ इन्टरटेनमेन्ट र एउटा नलेज ज्ञानको लागि लिनु होला हैन। जुन क्रिप्टो करेन्सी नेपालमा वैधानिक छ कि अवैधानिक छ, यो सत्य तपाईहरुले नै भनिसक्नु भएको छ। अवैध छ, म पनि भन्छु अवैध छ। हो, अब कुन नेपालीले यो क्रिप्टो करेन्सी भन्ने छुनै नहुने, गर्नै नहुने हो त भन्ने कुराहरू आउँछ हैन। अब यसमा चाहिँ अब लिगल र इलिगल भन्ने कुरा यहाँ छुटिन्छ है। अब म सर्टकटमा भनिदिन्छु। तपाईसँग क्रिप्टो करेन्सी छ, जुनै पनि कोइनहरू, बिटकोइन, इथेरियम, बिएनबी, सोलाना, वाटेभर जेसुकै होस्, के छ तपाईसँग। अब त्यो तपाईको त्यो कोइनहरू चाहिँ नेपालीलाई नेपालकै पैसाले, अब जस्तो उसको एकाउन्टमा पैसा छ नेपाल, मानिलौँ तपाईको राष्ट्र ब्याङ्कमा छ या त कुन केमा छ, त्यहाँनिर तपाईलाई कोइन दिनुहुन्छ उसको वालेटमा, अनि तपाईले त्यो पैसा उताबाट फेरि तपाईलाई पठाइदिन्छ भने यो चाहिँ इलिगल हुन्छ। कसरी भन्दाखेरि नेपालको पैसा बाहिर गइरहेको हुन्छ। अब तपाईले त्यसो गर्नु भएन। तपाईसँग क्रिप्टो करेन्सीहरू छ, जस्तो तपाईँ एक्जाम्पलको लागि तपाईँ युएमा हुनुहुन्छ, साउदी, कतार, कता हुनुहुन्छ। तर यहाँ अब जस्तो मैले युएको कुरा गर्नु पर्दाखेरि, अब युएमा चाहिँ तपाईले प्रपर्टीहरूमा पनि इन्भेस्ट गर्न सक्नुहुन्छ, विथड्र गर्न सक्नुहुन्छ, जे गर्नु पनि सक्नुहुन्छ। होटलहरूमा बस्नु छ भने होटलहरूलाई पे गरेर बस्न पनि सक्नुहुन्छ, यहाँ लिगल छ। अब तपाईले के गर्न सक्नुहुन्छ भने तपाईसँग भएको क्रिप्टो करेन्सीहरू यहाँको ब्याङ्क, यहाँको मर्चेन्टहरूलाई बेचेर तपाईले दिराम लिन सक्नुहुन्छ। त्यो दिराम तपाईले वैधानिक च्यानलबाट नेपाल पठाउनु भयो भने त्यो लिगल हुन्छ। त्यसले गर्दा लिगल र इलिगल भन्ने कुरामा तपाईहरु कन्फ्युज नहुनुहोस् हैन। नेपालमा नै गर्न थाल्नुभयो भने त्यो चाहिँ इलिगललाई सट्टा इलिगल हुन्छ हैन। नेपालको कानुनले दिँदैन, अवैध नै हो। तर यो अवैध हो, छुनु हुँदैन, मैले बेच्नै हुन्न भन्ने चाहिँ हुन्न है। तपाईले वैधानिक दिएको, वैधानिकता पाएको देशहरूमा तपाईले चाहिँ यसको किनबेच गर्न सक्नुहुन्छ। हस्त, धन्यवाद। यदि राम्रो लागे कमेन्टमा बताउनु होला।